हामी चाहिँ रामसिंह महतोको फिल्डमा छौँ। उहाँले चाहिँ हामीलाई यो शाखामा जानुभएको थियो, अनि धानमा समस्या आयो भने चाहिँ भन्नुभएको थियो। अहिले यहाँ आएर हेर्दाखेरि चाहिँ उहाँको धानमा चाहिँ हामीले शीत ब्लाइट देखाएको छौँ। एकचोटि यहाँ थोरै नजिकबाट खिचिदिनु सर। यो उहाँको यो तल चाहिँ ठ्याक्कै यस्तो यस्तो गाँठमा चाहिँ यो शीत ब्लाइट भएर यो पातोहरूमा पनि देखिएको छ। यो ठ्याक्कै शीत यो यहाँ एकचोटि हेर्नु शीत ब्लाइटले गर्दाखेरि ठ्याक्क यो यस्तोमा हानेको छ। यो चाहिँ दाइ शीत ब्लाइट हो। तपाईँको चाहिँ अब यसमा तपाईँले शीत ब्लाइट चाहिँ कस्तोमा खेतमा बढी देखिन्छ भन्दाखेरि तपाईँले अलिकति यो हेर्दा अलिक बढी चाहिँ हुन्छ नि बाक्लो लगाउनु भएको क्या धान। बाक्लो लगाएर बिचमा हावा खेल्न पाएन भनेदेखि त्यो ढुसीहरूले गुम्सिएर अन्त एउटा यो तपाईँको शीत ब्लाइटहरू देखिन्छ। र शीत ब्लाइट यो चाहिँ कस्तो तपाईँले चाहिँ नाइट्रोजनयुक्त मल युरियाहरू अलिक बढी प्रयोग गर्नुभयो भने बाक्लो रोप्नुभयो भने होइन हावा खेल्न पाएन। तपाईँले के यसलाई चाहिँ के गर्नु भन्दाखेरि यो गोडिसक्नु भएको छैन, यो गोडिसक्नु भयो भने यसो केस्रा काटिदिने हुन्छ नि यसलाई हावा खेल्नलाई। यसो हामीले दुई साइडमा केस्रा काटिदिने। अनि यो बेलामा चाहिँ तपाईँलाई युरिया मल प्रयोग गर्न खोज्नु भने युरिया मल चाहिँ प्रयोग नगर्नु, युरिया मल अहिले प्रयोग नगर्ने, युरिया मल प्रयोग नगर्ने। अनि तपाईँलाई चाहिँ मैले विषादीहरू चाहिँ अब मैले अघि नै भनिहालेँ यो बाक्लो रोपे भएकाले हो। अर्को वर्ष अलिक पातलो रोप्नु होला यो ठाउँमा रोप्दाखेरि, नत्र फेरि कसमा यो तपाईँको यो ढुसी अर्को वर्षको लागि पनि यहीँ हुन्छ। तपाईँको बाक्लो हुने बित्तिकै नाइट्रोजन बिरुवा कमजोर हुने बित्तिकै उसले एट्याक गर्छ। र अर्को चाहिँ त्यो हिलोमा त त्यही डिएपी र पोटास मात्रै मैले हिलोमा दिएको थिएँ। अनि 18 दिनपछि बल्ल युरिया दिएँ। 18 दिनपछि तपाईँ युरिया भन्दा पनि यो धान बाक्लो छ क्या, बढी बाक्लो छ। ए अझै मिल्छ भनेदेखि तपाईँले चाहिँ हुन्छ नि त पानी केही दिन चाहिँ यो पानी सुकाउनु भएको छैन खेतमा? पानी त अलिअलि सुके थिए, पछि चाहिँ फेरि थपियो कि पानी आयो। त्यसो भने 1-2 दिन पानी कटाएर यसो हुन्छ नि अलि पानी कम गरिदियो, पानी पनि बढी छ। अनि तपाईँको कस्तो भन्दाखेरि यो घोल खेतमा बाक्लो हुने बित्तिकै चाहिँ हावा खेल्न पाउँदैन। अनि ढुसीले ट्याक्क लाएर तपाईँको चाहिँ हुन्छ नि त एट्याक गरिहाल्छ। मैले तपाईँलाई त्यहाँ अनि यो अब यति त्यो गर्दाखेरि भएन भने एग्रोभेटबाट चाहिँ हेक्जाकोनाजोल, प्रोपिकोनाजोल, भेल्डामाइसिन मैले तपाईँलाई अघि नै त्यहाँ अहिले म लेखिदिन्छु त्यो खालको विषादी ल्याएर अनि विषादी ल्याएर छिट्नु होला है। तपाईँको हेर्दा समग्रमा खेत एकदम राम्रो छ। तपाईँले मजाले राम्रोसँग गर्नुभएको रहेछ। अनि तपाईँ भन्दा नि तपाईँको प्राङ्गारिक मल राम्रोसँग प्रयोग गर्नुभएको रहेछ। त्यो धान एकदम राम्रो छ। तर धान तपाईँको अरू यहाँ समस्या केही होइन, धान तपाईँको बाक्लो धान बाक्लो पनि तपाईँको यहाँ हावा खेल्न पाएन हो। हावा खेल्न तल फेदमा चाहिँ त्यो गुम्सिएपछि ढुसीले गर्दा ठ्याक्कै एट्याक गर्यो। तपाईँले के भन्दा यो पानी ट्याक्क कटाएर 2-3 दिन गरिदिनु अनि केस्रा काटिदिनु क्या ट्याक्क बिचमा चाहिँ हावा खेल्न हावा खेल्ने ठाउँ यत्रो हिलो छ त। त्यही हो, अरू केही गर्नु पर्छ। तपाईँलाई अहिले मैले भनेकै विषादी पनि ल्याएर ट्याक्कै हालिहाल्न। पहिला 1-2 दिन केस काटेर पानी कटाएर हेर्नु अनि बल्ल विषादी